ठाटी बजार असरङको ठाटी बजारमा आइपुग्यो हामी। Hello people. स्मृति गेट ए सोध्नुपर्छ यो पाइप कुल्चिनु हुन्छ न झिङ्गटी आइपुग्यो नि त हामी झिङ्गटी ल अब हामी चाहिँ यो क्याम्पेसाल जाने बाटो बगुवा रिठेपानी क्याम्पेसाल मलाई बरु अलि पछि भए पनि खाना खाइसकेपछि क्याम्पेसाल एकचोटि पुग्न मन छ गाडीमा मात्रै भने घुमाएर यसो हेरेर आउँदैन एकचोटि पनि गएको छैन आहा हिमाल चाहिँ यस्तो राम्रो आएछ कि आज हिजो पनि हिमाल नजिकै आएछ ल कालो बोका आइपुगेको छ फेरि खलक कालो बोका नहेर्नु दिन्थ्यो हिमाल ठ्याक्कै माछा पुछरी स्टाइल खान्छ कुचरा छ खलम्मको हो थ्यारा गएको आएको सङ्ग हो ट्विस्ट जानुहुन्छ हिमाल यो के गाउँ भन्छ चामा यसलाई बगुवा होइन कसिनथोक हामी अहिले बसिनथोक आइपुग्यौँ बगुवाकै हो नि त यो बसिनथोक बगुवा बसिनथोकको बगुवा हरिया स्टोर पारिला ए थामडाँडा साला क्या कि इसमें किना जोड़ क्या कर लो चला जिगा क्या बात है यो बस त धेरै आउँछ बस गए गर्दा 10 बजे सक्दै यो ड्राइभर जान्छ 8 बजे काठमाडौँ नै गोर्खा सानको चाहिँ जान्छ ए यो चाहिँ थाप्थोक ए यो गेट पनि छ नि गेट तलतिर झर्ने हामी माथि जाने ए भीमसेन थापा गाउँपालिका नै रहेछ त अहिले एउटै रहेछ असराङ सराङ यहाँ सबै गाडीहरू कति मारा छ किलर मर्यो कसिनथोक यो कसिन कट्यो त्यो छापथोक कट्यो अब यो कसिनथोक कसिनथोक कि सबिन जस्तै बराबर भयो कि बराबरको परेको एउटै काम गर्ने क्याम्पेसालको बस छ धेरै छ है बस यहाँ आर्केटदेखि आउँछ होइन काठमाडौँ गोरखा क्याम्पेसाल आरुघाट के लेखेको छ यो पनि कसिनथोक टोल विकास संस्था थामडाँडाको विशाल नहुनु हो यहाँका थामडाँडा यहाँबाट देखिएको छ अनिले गो चिसे खौडी उखिठै लाट्ला छुले यो उता हो त्यो चन्दिसान चाहिँ ल बगुवा आइपुग्यो ल उँधो चाहिँ गयो हामी पहिला उँधो चाहिँ गयो अहिले खाना पकाइसकेको छ चिया खाइदिउँ ल के छ अब उसको अब यहाँ माथि हो कि कुन चाहिँ हो उसको तलबाट छ कि माथिबाट छ दुई भाइकै हो नजिकै यही घर हो ल आगेमै लानु पर्ला सो गाडी गएको यही हो ल यो ठुलो चाहिँ को कि उखिल भैया कान्छाको अखिलको ल अखिलको
अनि नाति छोड्नु पनि अस्ति बुहारी बिहानै जान्छु भनेको नाति छोड्न ओ ल सोना नानीहरू चिया एउटा चाहिँ खाऊँ न बाख्रा छैन ल जाम मामा घर जाम बाबु होइन जोसान जाने होला ताई गर्दै जाने ल जा दादा छ हाम्रो घर नि जा के हो चम्मो रहेछ कहाँनिर छ त चमा चौर चौर कहाँ छ ठाउँ त हो चौर चाहिँ छ कि छैन चाउर छैन लामा चौर नाम मात्रै चौर कि यो बाटोले खायो चौर बाटो छैन ठुलो चाउरै छैन ए न चौर हुनुपर्ने ओ त्यहाँबाट उँधो झार्ने त्यो गेट छ नि त्यहाँबाट उँधो यहाँबाट झर्ने उँधो उँधो झार्ने ए ल यो त कहिले बारीको त हो नि झ्याम्पे साल त्यो बारी त्यो घरहरू सबै भएको रामजी पाजु उतै पर्यो यहाँ उँधो झर्ने यहीँबाट हो यहाँबाट दायाँतिर ल चमाको घर मैले बुहारी उतिया थियो पहिलाको यही त हो नि चौकी होइन तलतिर तल तल ल यो बगुवा ठन्डा लागेर खनी सिमट उठा ठन्डा पसल ठन्डा डुना पा मलाई समय यो रिची पानी यहीँबाट जाने होइन त पहिला यतातिर अलि तल गएपछि त होइन बायाँतिर ए कठन ढलाङ यो चौतारा भयो बरपिपल कया चौटो यहाँबाट तल सर्ने है गएर तल घरहरू छ त घरहरू छ मान्छे पर्दैन कोही पनि छैन है दिनभरि त जान्छु राति उँधो उछिन ठुलो ढल्ने खाली कोही घर त खाली छ त कोही घर त ऊ घर त यस्तै हो हाम्रो घर त लिउँदै हो यो घर कोही त बनाएको खाली छ नि नै छैन नि यो आफैले बनाउने हो ए पैसा उनीहरूले दिएको आफैले बनाउने हो 3 लाख मात्रै दिनु घर आफैले छ अनि कति थप कति लाग्छ ठाउँ र 3 लाख फेरि लाख लिँदा पैसा छैन ए गोप्टी गर्न ए म त यता तल होला भने तलै हो कहाँनिर हो खै अलि उँधो अझै उनीहरू छ अलि उँधै हो मानव कोही उन्नु ढाउने का मगु पुराउँछन् कोही उन्नु ल पेर खेच्छु ल सिबाय ला ल बाटो बनाउनु अङ्गै डाँडो डुम्मला अझै हुँदैछ हुँदैछ ल यही शहीद स्मृति सभा हल त्यही लामो ल हल चाहिँ यही रहेछ टाको कम्प्लिट फेजिहाल्नु चिसी टाको ठोका लामो घरको नजिकै भन्ने यो तल्लो चाहिँ भवन भन्छ नि शहीद स्मृति भवन रहेछ हल हल ल माओवादीहरूको हो तल्लो बाटोलाई यो घर चाहिँ यहाँ बन्ने बाँकी छ। ए निलाम निलाम बस्ती सबै बाटो लयो भने चाहिँ एउटा यहाँबाट माथिल्लो ए तल नगए नै माथिल्लो कुन चाहिँ रातो चाहिँ यो रातो यहीँ रोक्ने हो अब गाडी त अरू आउँदैन होला नि कसैको गाडी आउँछ कि फेरि ल कान्छी चमाको घरमा आइपुग्यौँ हामी आइपुग्यो मलाई भन्ने नाबिमा मोबाइल देखेर मोबाइल लेखेर आएको हो मोबाइल छ नि यो मोबाइल पो हेर्नु आमालाई यता आउनुहोस् ढोगी गरौँ ढोगी ल ढोगी गरेर भाग्यमान मोबाइल खोइ बाबुको मोबाइल खोइ कस्तो राम्रो बाबुले
खानै मान्दैन त्यति नै हाम्रो सबिनको कार्यालयतिर आइयो बसौँ सबिन बसौँ यी हो ए हो ए ल नचिने ढाकेर लाएपछि ए कार्यालय उखे ल अठी दुनी खानी काठ यहाँ हो गाउँपालिका ल खानचोक गोर्खा खानचोक हन्डायो माला निनका काठिया डाएर हैन ठन्डा हो किन लानु म किन ठन्डा दिन भरि जान्नु छिङ्गे साथी ल्याउँ मुख मक्टा सबैलाई गिर शहीद स्मृति ठन्डा सभा हल ठन्डा ढोनिका अन्न अफिस रोमा सबिनी अफिसका खानचोक ठुए खानचोक ज्यारोमा गर्नु पियानो च्याकीमा च्याक चलिन्छ भीमसेन नगरपालिका भीमसेन थापा गाउँपालिका भीमसेन थापा गाउँपालिका कार्यालय कार्यपालिकाको कार्यालय खानचोक गोर्खा सबै युज पनि भएको छैन यो यहाँ पनि धराको स्याम्पल दिएछ नि नेउतल्ले धरारा अनि पुलिस चौकीहरू आफेर कि पहिला झ्याम्पिसल भन्दा खानचोक पनि पहिला यो टुरिस्टहरू हिँड्ने बाटो राम्रो थियो अरे होइन अनि पछि चाहिँ खानचोकको मान्छेले चाहिँ त्यो संरचनाहरू बन्न दिएन यो गोर्खा जाने बाटो यताबाट सिधा अगाडि गयो भने बायाँतिर गएपछि खानचोक पिपल जाने के क्याम्पेसाल जाने क्याम्पेसाल आफूलाई होइन क्याम्पेसाल जाने खानचोक भन्ज्याङ यो चाहिँ बजार भयो नि त खानचोक बजार भयो पहिला चाहिँ माथि बाटो नगइकन तलबाट चाहिँ मान्छे हिँडेर जान्थे कि ए अनि पछि रोड आएपछि माथि गएको हो क्याम्पेसम्म माथि आयो हजुर पहिला टुरिस्टहरू चाहिँ यही बाटो हिँड्ने गर्थ्यो त्यो चाहिँ ट्रेकिङ आउने होला है ट्रेकिङहरू चाहिँ यहाँबाट गोर्खा बजार पनि निस्किन्छ भनेपछि आर्केट हुँदै उता आरुघाट आर्केट अनि के ऊ तल के धादिङ बेसी भन्ने चाहिँ उतै धादिङ बेसी भनेको त तल उसमा मलेखुतिर होइन मलेखुतिरबाट जाने भयो त्यहाँबाट जाने बाटो आरुघाटतिरबाट पनि जान मिल्छ ए एउटा सङ्घीय सरकारले हेर्नु भन्ने हुन्छ एउटा प्रदेशले हेर्नु हुन्छ एउटा चाहिँ हामीहरूले हेर्नु फुल्या छ गना वनला ए हजुर खनाइ ल उता पारी चाहिँ के हो यो त मचेल मसेल माले मसेल भन्ने उता रहेछ त्यहाँ राम्रो बनाएको छ विशेष गरेर यसो घुम्तीमा मोड उकालोमा चाहिँ त्यो ढलानहरू क्या अर्को वर्ष भनौँ ए एक वर्षमा सक्छ भने अब आउने वैशाख जेठ असारसम्म सकिनुपर्छ असारसम्म आर्थिक वर्षमा नसकेला बजेट चाहिँ त्यही बजेटले काम गर्छ हजुर त्यही बजेट चेन्ज गर्ने यहाँ होइन त यो सिमल सिमल छ सिमल यहाँ पनि छ त्यो अब एक वर्ष 1.5 वर्षमा चाहिँ ठेकेदार राम्रो गरेर चाँडै गऱ्यो भने त चाँडै पनि सकिन्छ अब तपाईँहरू अर्कोचोटि आउँदाखेरि सिमल सुमा गर्छ सिमल बोली झरे छैन त छैन होला यस्तो भर्खर उता तराईतिर चाहिँ मजाले झलिसकेको रहेछ उहाँ गर्मी छ नि बाटो भयो यता 12 किलो निस्किन्छ बाटो मानव वन्यजन्तु सह अस्तित्व हाम्रो सादा दायित्व जाने बाटो पनि हुन्छ तल झरेको अब यही हो कि क्या हो त क्याम्पेसालको मेन हजुर पिपल डाँडा भन्नुभयो यो पिपल डाँडा यो चाहिँ पिपल हो कि विशाल ए ल पानीपुरी चटपटी पनि चल्दैछ यो माथि डाँडा चाहिँ के भन्छ यो माथि अगाडिकै मनकामना डाँडै भन्छ ए यहाँ पनि मनकामना छ
मनकामनाको पछि बनाऊ ए बन्द गरेर छ ए धन गर्नलाई हेलो हेलो तलतिर चाहिँ कहाँ हो यो आरुघाट जान्छ ए तलतिर जाने आरुघाट यता बायाँ गएपछि क्याम्पेसाल यो पनि ढलान हुन लाग्छ कि के छ अब यो ए गोर्खा सप्लायर्स लक्ष्मी पेन्ट्स ओहो ठुलो आएको छ आउँदैन ल अरू यसो गर्छु देखेपछि पहिले देखेर यहाँ साल ठुलो सालको बोट अहिले छ कि छैन नामै क्याम्पेस साल भन्थ्यो नि ओहो ठुलो होला ठुलो एकदमै दुर्लभ जेरी बबिता जेरी लोक गायक अब क्याम्पेसालको बजार ल क्याम्पेसाल बजार पिपल साल मरे मुझे का दुर्लभ मावि दुर्लभ मावि स्कुल चाहिँ दुर्लभ मावि हाम्रो रामपाजुले पढ्नु भएको स्कुल यही हो ल रामपाजुले पढ्नु भएको स्कुल यही हो यताबाट आउनु पर्ने यता पनि ढलान भएर याबेर बाटो बन्द हामी तलबाट आयौँ त्यहाँदेखिको मान्छे सबै यहाँ आउँछ अब तन्द्रङ कता पर्यो बोर्लाङसम्म गइयो बोर्लाङ पछि बोर्लाङ गइयो बसाङबाट बोर्लाङ गइयो आउँदानी कहाँ भयो ए यहीँबाट झर्ने हजुर पनि नेवारै हो कि होइन पाउने हो यत्रो पारी त्यो डाँडो रातो रातो घर हुनेतिर ए जाउँ यहाँ माने त वहाँ यहाँको गए छन् बिस्तारै ल यो क्याम्पेसालको पारी के भन्छ यो ठाउँ पारी चाहिँ ओके ओखले ए तारा खसी तान्द्रङ चाहिँ उता परै हो चाहिँ धावा नि धावा ए बोर्लाङबाट यो बाटोबाट जाने धावा ल ओखलेमा चाहिँ हाम्रो बबिता बानिया जेरीको घर पनि यतै पर्यो अब त होइन पिपल डाँडा हो सालको घारी हो ठाउँ चाहिँ पिपल डाँडा सालघारी भयो क्याम्पेसाल चाहिँ उता पर्यो